भगवान श्री कृष्णले इन्द्रको मदलाई निवारण गर्नको निमित्त गोवर्धननाथ बनेर गोवर्धनजीको पूजन गराउनु भयो। रुष्ट भएका इन्द्रको त्यो कोपबाट त्यही गोवर्धनलाई धारण गरेर सम्पूर्ण ब्रजको सुरक्षा गर्नुभयो। अन्ततो गत्वा देवराज इन्द्रले आएर क्षमा याचना गर्नुभयो। स्तुति प्रार्थना गरेर भगवत आज्ञा प्राप्त भएर उहाँ विदा हुनुभयो। एकादश्यां निराहार समाभ्यर्च जनार्दनम् स्नातुं नन्दस्तु कालिन्द्या द्वादश्यां जलमाभिषेक। एकादशी नित्य व्रती नन्द बाबा निराहार रहनु भएको रात्रि भूलवशात उज्यालो भयो होला भन्ने सम्झेर मध्यरात्रिमा नै कालिन्दीमा स्नान गर्न जलमा प्रवेश गर्नुभएको थियो। बिना पर्व कुनै पनि जलाशयमा एक्लै रात्रिको समयमा स्नान नगर्नु भन्छ हाम्रो धर्मशास्त्रले। वरुणदेवको अपमान हुन्छ भन्छ हाम्रो विज्ञानले, अथवा भौतिक नजर लौकिक नजरले हेर्दाखेरि पनि यो खतरनाक नै हुन्छ। रात्रि अँध्यारोमा खोला नदीहरूमा हैन पोखरीहरूमा कुनै हिंसक जीव जन्तु बसेका होला, नदेखिएला, केही होला, अप्ठ्यारो होला भनेर पनि त्यो पनि अलिकति घातक नै हुन्छ। वरुणलोक पुर्याइयो बन्दी बनाएर भगवानले गएर छुटाएर लिएर आउनुभयो। यसरी वरुणदेवको मानमर्दन गरेको प्रसङ्ग श्रवण गरिसके पश्चात अब यहाँबाट भागवतको प्रमुख विषय रास पञ्चाध्यायी श्री सुखदेवजीले चर्चा गर्नुभएको छ। जस्तो हाम्रो शरीरका 5 प्राण हुन्छन् त्यस्तै यो भागवतका 5 प्राण भनेर यिनलाई चिनिन्छ। महत्त्वपूर्ण विषय मानिन्छ भागवतको सबैभन्दा। भगवान अपिता रात्रि शरदोत्फुल्ल मल्लिका वीक्षरन्तुं मनश्चक्रे योगमायामुपाश्रिता। शरद ऋतुको जब 1 वर्ष पहिला ती गोपीहरूलाई दिएको वचन थियो, आगामी शरद पूर्णिमामा म तिमीहरूको मनोरथ पूर्ण गर्नेछु। आज त्यो रात्रि पनि आयो, शरद पूर्णिमाको रात्रि। भगवान श्री कृष्णले ती ब्रजवनिताहरूसँग रमण गर्ने इच्छा प्रकट गर्नुभयो मनमा। हिजोसम्म भक्तको इच्छा थियो भगवानसँग भेट्ने, अनेक बहाना गरेर जान्थे गोपीहरू। भगवान श्री कृष्ण आफ्नै भवनमा हुनुहुन्थ्यो, तर आज विपरीत भएको छ। सबै ब्रजवनिताहरू आफ्नो काममा व्यस्त छन्, मस्त छन्। तर आज जगन्नाथ भगवानले, सर्वेश्वर भगवानले गोपीहरू, सिद्ध आत्माहरू, यिनीहरूसँग आफ्नै अंशहरूसँग रमण विहार गर्ने इच्छा मनमा प्रकट गर्नुभयो। सहारा लिनुभयो योग मायाको, झुमेर बाँसुरी बजाउनु भयो। आज भगवान श्री कृष्णले फेरि एकपल्ट अस्ति जो वेणु गीतमा बाँसुरी बजाइएको थियो त्यो बाँसुरी सबैले सुनेका थिए, तर आज जो बाँसुरी बजाउँदै हुनुहुन्छ यो बाँसुरी सबैले सुनेनन्। त्यही बसी बसी सँगै बसेका छेउकाले सुन्दैछ, छेउकाको कानमै पर्दै छैन। जस्तो यहाँ पुराण सँगै बसेका हुन्छन्, एउटा यता सुनिराखेको हुन्छ, अर्काको मन उता कहाँ गेटतिर कुदिराखेको हुन्छ। ऊ यहीँ बसे तापनि त्यो कानमा पर्दैन, सुन्न सक्दैन। अनि भगवानको आवाज जबसम्म पात्रता आउँदैन तबसम्म कानमा पर्दैन पनि। कति बेला बोलाउँछ, कसरी बोलाउँछ, जसलाई बोलाउँछ उसले सुन्छ। अनि जति बेला सुन्छ त्यति बेलै दौडिनुपर्छ। एकैछिनै यहाँ बुहारीले मुखमा तुलसी पानी हालिदिएछ, निल्छु अनि आउँछु भन्छ त, भन्दैन नि। जहाँ भगवानले बोलाउनु भयो मुखमा हालिदिएको तुलसी पत्ता त्यहीँ हुन्छ, उता गइसक्छ। यो लीला भनेको कुनै शारीरिक लीला होइन हजुर,
यो लीला भनेको त आत्मा र परमात्माको लीला हो। यो रासलीला भनेको जति सजिलो गरी हामीहरूले लिएका छौँ यसलाई, जति सजिलो गरी हेरेका छौँ यसलाई, त्यति हल्का लीला यो होइन। यो त धेरै गम्भीर लीला हो। शुद्ध बुद्ध मुक्त आत्माले परमात्मालाई प्राप्त जति बेला गर्छ त्यति बेला परमात्मा पनि झुमिदिन्छ, रमाइदिन्छ। परमात्मा पनि रमाएर नाच्नुहुन्छ। अब त्यो जीवात्मा त नरमाउने कुरै भएन। दुवै मिलेर आनन्दमा रमाइको यो दिव्य लीला हो रासलीला भनेको। निशम्य गीतम तदनङ्गवर्धनम् ब्रजस्त्रिय कृष्ण गृहीत मानस। तत् अनङ्गवर्धनम गीतम निशम्य। अब अनङ्ग नाम कामको पनि हुन्छ, तर यहाँ रासलीलाको अन्त्यमा भनिएको छ काम विजय लीला। कामको प्रवेश त्यहाँ हुन्छ जहाँ इन्द्रियको प्रवेश हुन्छ, तर यो भनेको लीला कसको भन्दा त्यो इन्द्रियातीत परमात्माको लीला हो। त्यो इन्द्रिय भन्दा पर आत्मा र परमात्माको लीला हो नि त। त्यहाँसम्म काम पुग्नै सक्दैन, वासना त्यहाँ प्रवेश गर्नै सक्दैन। अगाडि प्रसङ्ग आउँछ, जाने इच्छा प्रकट नगरेको होइन, कामले प्रकट त गरेको, तर भनेको छ उत्तम भयन रतिपतिम रमयाम चकार। कामदेव त बिचारा हावामै झुन्डेको झुन्डे भयो अरे, बाहिरै भित्र प्रवेश पनि पाएन उसले। त्यस्तो लीला हो। जुन गोपी जुन अवस्थामा थिए, जति बेला कृष्णको बाँसुरीमा आफ्नो नाम आयो, पुकार्नु भयो गोविन्दले। दुहन्त्यो भिययो काश्चित् दोहं हित्वा समोत्सुका पयोधिसृत्य संयामम् अनुद्भाष्य पराययो परिवेशयन्त्यस्तदहित्वा पाययन्त्य शिशुन्पया शुश्रूषन्त्य पतीन् काश्चिन् अश्नन्त्योपास्य भोजनम् दुहन्त्यो भिययो काश्चित् कोही गोपी जति बेला बाँसुरी बज्यो कृष्णको, त्यति बेला कोही गोपी के गर्दै थिइन् अरे भन्दा गाई धुँदै थिइन्। के गर्दै थिइन्? गाई धुँदै छिन्। भगवानको त्यो बाँसुरीको आवाज कानमा पर्यो, ढुङ्ग्रो ती लड्यो, गोपी पुगिन्। यदि यो कुनै संसारी प्रिया या प्रियतमको लीला हुन्थ्यो भने पहिले गएर ऐना अगाडि उभिन्थिन्, कपाल मिलाउँथिन्, ड्रेसअप गर्थिन्, 5-7 मिनट 10 मिनट आधी घन्टा वेट गराउँथिन्, अनि पुग्थिन्। नभए गाई धुँदै गर्दा छोडेर कोही कुद्छ बजार बजार? कुदिँदैन नि त। यो शरीरको लीला होइन, यहाँबाट पनि स्पष्ट हुन्छ। कोही गोपी आफ्नो श्रीमानलाई भोजन गराउँदै थियो, दाल थप्न डाडुमा दाल लिएर आएकी बाँसुरी सुनिन्। अन्जन्त्य काष्ठ लोचने, लोचने आँखामा गाजल लगाउँदैछिन् कोही गोपी। अन्जन्त्य भनेको अन्जन, गाजल लगाउँदैछिन्। एउटामा लगाइसक्न आँटेको थियो बाँसुरी सुनिन्। म अहिले जहाँ बसेको छु मेरो छिमेकमा कुनै दिन एकजना पोखरेल फोनमा कुरा गर्दै गर्दै फाटमा उभिएर सर्टको टाँक लगाउँदै गरेका मान्छे अन्तिम टाँक लगाउँछु भन्दा तल लडेर बिदा भए। जति बेला बोलाउँछ उसले म यो लगाइसक्छु अनि आउँछु भन्ने,
त्यहाँ अप्सन छैन। बोलायो गयो। यी गोपीहरूको त्यही एउटी गोपीलाई रोके भनेको छ। हामी पनि कता कता त्यो जबरजस्ती वहाँ लगेर त्यो भेन्टिलेटरमा हालेर के गर्न खोज्छौँ नि त। त्यो जबरजस्तीवाला काम हो। किन समय भएको छ, ऊ जाँदैछ। हुन त अब लौकिक नजरले हेर्दा त ठिकै हो, अब बचाउन चाहनु कुनै नराम्रो त होइन लौकिक नजरले, तर वास्तविक नजरले हेर्ने हो भने त्यो पनि एउटा अवरोध हो नि त। कि त फर्काउन सक्ने क्षमता हामीमा हुनु पर्यो, अनि केही गर्दा हो त्यो ठिक हो। जब क्षमता नै छैन, हाम्रो हातमै छैन भने त्यो जबरजस्ती गर्नु पनि अप्ठ्यारो हो। तर भनिन्छ जुन गोपीलाई रोकियो त्यो गोपीको त मनमा बडा पीडा भयो। किन हजारौं जन्मको तपस्याबाट जसो तसो यहाँ यो गोपी रूपमा आउने मौका मिल्यो, भगवान श्री कृष्णको सान्निध्य मिल्यो। अनि त्यो पनि बुद्धिमा मायाको पर्दा लाग्दै थियो। 1 वर्ष अगाडि भगवानले सचेत गराउनु भयो, प्रायश्चित्तको समय दिलाउनु भयो। दिन गनेर यो 1 वर्ष मानौ 1 जुग बिताए जसो गरेर बिताइयो। आज त्यो दिन आयो, आफूलाई त थाहा थिएन, भगवानले बोलाउनु भयो। भित्रैदेखि यति प्रफुल्लित ती गोपी, भगवानले हिजोसम्म जसलाई 1 झलक हेर्नका लागि बहाना गरेर जानु पर्थ्यो, आज उसले बोलाउँदैछ। कति खुसी थियो होला मनमा। जहाँ प्रेमले हर्षित भएर निस्किन लागे कि गोपीको व्यवधान बने श्रीमान। धिक्कार छ त्यो जिन्दगीलाई भनिन रे। यो शरीर पनि यदि बन्धनको कारण बन्छ भने त्यो पनि धिक्कार। अब गर्ने के? श्रीमानलाई समर्पण गरेको शरीर हो। कन्या दान गरेर मेरा पिताले दान गरेको, हात दिएको हातमा भन्छ नि। शरीरसम्मको अधिकार उनलाई दिएको छ, तर आत्मा कसैले कसैलाई बाँधिने चिज होइन। र कृष्णलाई चाहिएको, कृष्णसँग जोडिने भनेको त आत्मा हो, शरीर होइन। त्यसो हुनाले मेरा श्रीमानको अधिकार मेरो शरीरमा हो, मेरो भगवानको अधिकार मेरो आत्मामा हो। आत्मा परमात्मामा लगाइन, शरीर श्रीमानकै लागि त्यही छोडिदिनु। त्यही गोपी सबैभन्दा पहिला भगवान श्री कृष्णको निकट पुगिन रे। भगवानले पनि खुलेर स्वागत गर्नुभयो यी ब्रजाङ्गनाहरूको। स्वागतम ओ महाभागा प्रियं किं करवाणि वा ब्रजस्यानमयं कच्चित् ब्रूतागमन कारणम्। ओम महाभागा वह स्वागतम। हे महाभाग्यशाली गोपीहरू हो, हजुरहरूको स्वागत छ यहाँ। के सेवा गरौँ? यत्तिकै त पक्कै आउनु भएन होला। किन आपद विपद नआइकन मान्छेले हे भगवान भन्दैन अरे नि त। एकपल्ट भन्नु त राधे राधे। कसले त्यसो गर्छ अरे? हजुर अलि सानो प्रशान्त भाइ भोल्युम घटाएर। कसले त्यसो गर्छ? मान्छेले। के आपत नआइकन त्यति सजिलै भगवानलाई पुकार्दैन। जहाँ ऊ आपद विपदमा पर्छ अनि बल्ल गएर हे भगवान भन्छ नि त। रात्रिको समयमा यो जङ्गलमा आएका छौ तिमीहरू, के ब्रजमा आपत्ति आइलागो कि? आगमन कारणम ब्रूत। अघि त बडा खुसी हुँदै थिए। वाह, भगवानले बोलाउनु भयो, आएपछि स्वागत पनि गर्नुभयो। दिल खुश हो गया भन्छ नि। मन बडा प्रसन्न भएको थियो। तर जब प्रश्न राखियो कि आगमन कारणम ब्रूत, तिमीहरू आयो किन, के कारणले आयो त्यो भन। यो प्रश्न त्यति चित्त बुझ्दो लागेन। किन? एक त बोलाउने, अनि आएपछि स्वागत पनि गर्ने। हो बिनाजु आउनुभयो, साह्रै खुसी लाग्यो।
अनि किन आउनुभयो होला हैन? निरुत्तर भए गोपीहरू। भगवान भन्नुहुन्छ हेर सखी हो, रजन्ये सा घोर रूपा घोर सत्व निषेविता प्रतियात व्रजं नेह स्थेयं स्त्रीभिः सुमध्यमा रजन्ये सा घोररूपा ऐसा रजनी घोररूपा। यो रजनी हेर्दा जति राम्रो छ नि त्यति नै डरलाग्दो छ। रजनी भनेको रात्रि, पूर्णिमाको रात्रि हो, शरद पूर्णिमाको रात्रि हो। झलमल्ल जुन लागेका छन्, वरिपरि हरियाली छ, शीतल हावा चलेको छ, हेरौँ हेरौँ लाग्ने वनको वातावरण छ। तर जति राम्रो देखिँदैछ त्यति नै खतरनाक पनि हुन सक्छ। किन रात्रिको समय हो, जङ्गल हो, हिंसक जीव जन्तुहरू भ्रमण गर्न सक्छन्। त्यसो हुनाले हेर देवी हो, तिमीहरू भनेको मान्छौ भने एक त नारी हो, छिट्टै सातो जान्छ, डराउँछौ। जति सक्दो छिटो फर्किएर जाउँ। मातर पितर पुत्र भ्रातर पतयश्च विचिन्वन्ति अपश्यन्तो मा कृध्वं बन्धु साध्वसम्। तिमीहरूले आफ्ना बन्धु बान्धवहरूलाई यसरी पीडा दिनु राम्रो होइन। तिमीहरूलाई पर्खेर भएर भात खाएका छैनन्, घरमा रुवाबासी मचिएको छ, सब रुने कराउने मात्रै छन्। होला आयो होला, अब वृन्दावनको सुन्दरता हेर्नका लागि तानिएर आयो होला। अब त हेरौ नि त, दृष्टम वनम कुसुवितम राकेश कर रञ्जितम। तर हेर देवी हो, भर्तु शुश्रूषणम स्त्रीणाम परो धर्मो यमाया। पतिव्रता नारीको पहिलो धर्म भनेकै पतिको सेवा गर्नुहुन्छ है। पतिको सेवा गर्ने, उसका बन्धु बान्धवहरूलाई आफ्नै बन्धु बान्धव मानेर सानालाई स्नेह दिने, ठुलालाई आदर गर्ने। चाहे जस्तो सुकै स्वामी किन नहोस्। दुष्टिलो दुर्भगो वृद्धो दुष्टिलो दुर्भगो वृद्धो जडो रोग्य धनोपि वा पति स्त्रीभिर्नहातव्य लोकेप्सोभिरपातकी। चाहे शील स्वभाव नभएको किन नहोस्, चाहे उमेरले डाँडो काटेको किन नहोस्। को अलिकति अलमल हुँदैछ, कसको कुरा हुँदैछ? पतिव्रता नारीले चाहे स्वभाव नभएकै किन नहोस्, चाहे उमेरले डाँडो काटेकै किन नहोस्, चाहे रोगी किन नहोस्, चाहे मूर्खै किन नहोस्, सम्बन्ध जोडिसके पछाडि त्यसलाई छोडेर हिँड्न राम्रो हुँदैन। यदि छोडेर जान्छन् भने न यो लोकमा उनले यश पाउँछिन्, न परलोकमा उनले सुख पाउँछिन्। सम्बन्ध नजोड्नु, जोडिसके पछाडि अब त्यसलाई निभाउनु पनि पर्छ। आफ्नो कर्म हो हैन, कर्म अनुसारको कर्म घर भन्छौँ नि हामी, जन्म घर कर्म घर भन्छौँ। आफ्नो कर्म हो, त्यसलाई बनाउनु पर्छ। हेर देवी हो, कहीँ कतै तिमीहरू म प्रति पो आकर्षित भएर आएका हौ कि? यो त स्वाभाविक कुरा हो। जता ओह्रालो छ पानी त्यतै बग्छ। भोलिका दिनमा अन्तिममा गएर जीवको गति भनेको त म नै हो, ममै आउनुपर्छ। तर यति बेला भनेको तिमीहरूले आफ्नो घर गृहस्थी सम्हाल्नु पर्ने अवस्था छ। गोपीहरू एक शब्द बोल्ने अवस्थामा छैनन्। शिर निहुर्याएर उभिया छन् अरे, गोडाका बुढी औँलाले भुइँ कोट्याउँदैछन् अरे। देवी भागवतले भन्छ यसो गर्यो भने त लक्ष्मी रिसाउँछिन् भन्छ। भुइँ कोट्याउने अनि त्यो घाँस चुड्ने बस्ती बस्ती बानी हुन्छ नि, लक्ष्मी रुष्ट हुनुहुन्छ अरे। तर यहाँ किन यी गोपीहरू यसो गर्दैछन् भन्दा निरुत्तर भए, भित्र मनमा पीडा भयो। पीडा जब भित्र हुन्छ सास तातो तातो आउँछ। अगाडि उभिनु भएको छ सुन्दर मुख कमल लिएर गोविन्द भगवान।
कहीँ हाम्रो तातो तातो सासले डाइरेक्ट उहाँलाई लागेर चाहिँ बा त्यो फुलेको कमल ओइलाउने पो हो कि त्यही भएर शिर निहुर्याएका छन्। भुइँ चाहिँ किन कोट्याएका अरे त? गोपीहरू मनमा सोच्छन् कि त्रेता युगमा जानकी सीता अन्तिममा केही कतै पार नलागेर धरती मातामै लीन हुनुभएको थियो अरे। धरती फाटेर त्यहाँभित्र जानकी प्रवेश गर्नुभएको थियो भन्ने सुनिन्छ। अब हाम्रो पनि त के रह्यो र? घर छोडेर आयौँ, यहाँबाट उता पठाउँछन्, हामी कहाँ कहाँ रह्यौँ? बरु यहीँ खाल्टो खन्ने, यहीँ आफूलाई पुरिदिने। मानव भगवानले भन्नुभयो, गोपी हो तिमीहरूको अब रहरै छ खाल्टो खनेर पुरिने भने यो खुट्टाका नङले खाल्टो खनेर पुरिनेसम्म कहिले बनाउँछौ? मलाई भन न, 2 मिनटमा तिमीहरूको साइजको खाल्टो तयार गरिदिन्छु होइन? जम्पल सम्पल ल्याएर हुन्छ कि के गरेर हुन्छ, म गरिदिइहाल्छु नि। गोपीहरू भन्छन् होइन होइन, हामी खाल्टो खन्छौँ नङले कोट्याएर। किन? अब मान्छे डुब्ने खाल्टो नङले बनाउन त वर्षौँ लाग्छ नि त होइन? के थाहा, यो अगाडिको ढुङ्गो पग्लेला नि त कुनै न कुनै दिन त। एक न एक दिन त मन परिवर्तन होला नि त, हामीहरूलाई अपनाउला नि त। कृत्वा मुखान्यवसुच श्वसनेन शुष्यत् बिम्बाधराणि चरणेन भुवं लिखन्त्य अस्त्रैरुपात्तमशिभिकुचकुङ्कुमानि तस्थुर्मृजन्त्य उरुदुःखभरा स्मतोष्णी। उरुदुःखभरा, भित्र दुःख भरिएको छ, आँसु बगेका छन्, पुरा छाती भिजेको छ त्यो आँसुद्वारा, तर मुखले बोल्ने शक्ति छैन। तुष्णी, एकदम चुपचाप उभिएका छन्। तिमीहरूको आन्तरिक इच्छा चाहिँ के? खुलेर भन त सकी हो? गोपीहरू भन्छन्, अब मैवं विभोर्हति भवान् गदितुं नृशंसम् संत्यज्य सर्वविषयांस्तव पादमूलम् भक्ता भजस्व दुरवग्रहमात्यजास्म देवो यथादिपुरुषो भजते मुमुक्षुन्। हे विभो, हे समर्थ प्रभु, भवान इत्थम नृशंसम गदितुम न अर्हति। यस्तो कठोर शब्द बोल्ने लायक हजुर होइन। यस्तो कठोर नबनाउनुहोस् आफूलाई। हजुरलाई थाहा छैन होला, सन्त्यज्य सर्व विषयांस्तव पादमूलम, यहाँ आउनका लागि हामीहरूले संसारको सम्पूर्ण विषयहरूलाई त्यागेर आएका छौँ। पति पुत्र घर धन वैभव आत्मसुख शरीर सुख सर्वस्व छोडेर तिलाञ्जली दिएर यहाँ आएका छौँ हामी। अनि त्यस्ता सर्वस्व त्याग्ने त्यागीलाई यसरी रिटर्न ब्याक गराउनु, फेरि त्यही भोगमा पठाउनु, यो के सुहाउँछ प्रभु? अस्मान मा त्यज, हामीहरूलाई नत्याग्नुहोस्। हजुर भन्नुहुन्छ घर जाओ, फर्किएर जाओ, कसरी जाने? पादौ पदम न चलतस्तव पाद पदमा। हजुरको चरणमा एकपल्ट कुनै जीव पुग्यो अनि त्यो फेरि फर्किएर संसारमा गयो भने त्यो शास्त्र झुटो हुन्छ कि हुँदैन? यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम, त्यो आफैले बोलेको बोली के असत्य गराउन चाहनुहुन्छ प्रभु? त्यो बोली त झुटो हुन्छ। फेरि हामीहरू अब यहाँबाट फेरि संसारी बनेर गयौँ भने र जाउँ कसरी? अब त एक कदम पछाडि सर्दैनन् हाम्रा।
ब्याक गियर जाम भइसक्यो। समस्या त्यो हो। मलाई भन न, होम डेलिभरी म गरिदिन्छु। आउँछ नि त। कसका घरमा कसलाई कुन जीवलाई कति बेला पठाइदिनु पर्छ, मनुष्यको योनिमा हो कि पशु योनिमा हो कि पक्षी योनिमा हो कि कहाँ कुन रुखमा कसलाई कति बेला कुन जीवलाई पठाइदिनु पर्छ पठाइराख्या छ त। घर घरमा डेलिभरी गरिदिया छ। गोपीहरू भन्छन् करबाम किम्वा, शरीर पुर्याइदिनुहुन्छ, तन पुर्याइदिनुहुन्छ घरमा, अनि मन छ हजुरसँग, त्यो पनि हामीहरूले लगाएको हो र। त्यो मन पनि त आखिरी हरण गरेको कसले? हजुरले हो नि त, हैन? हामी त दुनियाँप्रति लागेका थियौँ, आसक्त चित्त थियौँ संसारप्रति। तर पहिले त हजुरले नि हो त्यो हाम्रो संसारमा लागेको मनलाई हरण गरेको। राधा रमण मेरो राधा रमण, छोरी सक्यो मेरो यो सीधा मन, छोरी सक्यो मेरो यो सीधा मन। राधा रमण मेरो राधा रमण, राधा रमण मेरो राधा रमण। छोरी सक्यो मेरो यो सीधा मन, छोरी सक्यो मेरो यो सीधा मन। राधा रमण मेरो राधा रमण, ओ राधा रमण मेरो राधा रमण। गोकुल का गोविंद गोपी का गोपाल, यशोमती माता का मदन गोपाल। गोकुल का गोविंद गोपी का गोपाल, यशोमती माता का मदन गोपाल। यशोमती माता का मदन गोपाल। भक्त का जीवन हो निर्धन का धन, भक्त का जीवन हो निर्धन का धन। राधा रमण मेरो राधा रमण, राधा रमण मेरो राधा रमण। छोरी सक्यो मेरो यो सीधा मन, छोरी सक्यो मेरो यो सीधा मन। राधा रमण मेरो राधा रमण, राधा रमण मेरो राधा रमण। जमुना जलमा तिमी श्याम खेल्थ्यौ, गाई चराउँदै दिन बिताउँथ्यौ। हो जमुना जलमा तिमी श्याम खेल्थ्यौ, गाई चराउँदै दिन बिताउँथ्यौ। गाई चराउँदै दिन बिताउँथ्यौ। कहिले बिछोड हुन्थ्यो कहिले मिलन, कहिले बिछोड हुन्थ्यो कहिले मिलन। राधा रमण मेरो राधा रमण, राधा रमण मेरो राधा रमण। छोरी सक्यो मेरो यो सीधा मन, छोरी सक्यो मेरो यो सीधा मन। राधा रमण मेरो राधा रमण, राधा रमण मेरो राधा रमण।
दर्शन देऊ घन श्याम ब्रजवासी का कृपा निधान हो अब दर्शन देऊ घन श्याम ब्रजवासी का कृपा निधान ब्रजवासी का कृपा निधान श्यामल रूप तिरसानयन श्यामल रूप तिरसानयन राधारमण मेरो राधारमण ओ राधारमण मेरो राधारमण छोरी सक्यो मेरो यो सीधा मन छोरी सक्यो मेरो यो सीधा मन राधारमण मेरो राधारमण राधारमण मेरो राधारमण राधारमण मेरो राधारमण राधारमण मेरो राधारमण राधारमण भगवान को जय जय हो सिञ्चाङ्गनस्त्वदधरामृतपूरकेण आशाबलोककलगीतजरेच्छयाग्नि नो चेद्वयं विरहजाग्न्युपयोक्तदेहा ध्यानेन यामपदयो पदवीं सखेति गोपी हो खुलेर भन तिमीहरूको मनको भाव चाहन्छौ के गोपीहरू भन्छन् हे प्रभु नः त्वत् अधरामृतपूरकेण सिञ्च हामी एक एक अंग प्रत्यंग हजुरको अधरामृत द्वारा अभिसिंचित बनाउन चाहन्छौं अधरामृत धरा पृथ्वी धराया अमृतम पृथ्वी को अमृत धरामृत न धरामृत अधरामृत भगवत अमृत दिव्य अमृत द्वारा हामी हाम्रो जीवनलाई अभिसिंचित गराउन चाहन्छौं प्रभु सीधा सीधा या तब हाम्रो प्रार्थना स्वीकार गरियोस् नत्र भने नत्र के गर्छौं सरकार गर्न त त्यत्रो धेरै के नै सक्छौं र हामी आखिरी जीव हौं हैन बच्चाले धेरै भन्दा धेरै घुर्क्याउन भातै खान्न भन्छ एकछिनमा आफै भोक लाग्छ र अनि कहाँ लुकेर खानु पर्छ हैन त साँच्चै बच्चाले घुर्क्याउन खोज्छ नि त कहिले नखान त उसो भए खानु छ भने छोपेर राखिदिया छ फ्रिजमाथि खाली होइन भने जेसुकै खा त्यो भनिदियो भने त भरे स्टेल आएको भए पनि खानु त पर्यो हैन हाम्रो त के नै चल्छ र हो का हाम्रो के हामी त जीव हौ यति चाहिँ गर्न सक्छौं हजुरको विरह वियोग रूपी अग्निमा जलेर यो शरीर समाप्त गर्न सक्छौं यो लीला समाप्त गर्छौं हामी त्यसमा फाइदा तिमीहरूलाई के फाइदा कि घाटा कलकलाउँदो जीवन समाप्त गर्दियो फाइदा कि घाटा एक किसिमले घाटा हो तर त्यो भन्दा ठूलो फाइदा पनि छ कस्तो फाइदा के हामीहरूले पनि अलिअलि सत्संग सुनेका छौं प्रभु त्यत्रो धेरै पढालेखा डिग्री होल्डर त हैन कालो टोपी लाएको विदेशमा गएर हैन तर पनि सत्संगबाट हामीहरूले के सम्म चाहिँ सुनेका छौं भने मर्ने बेलामा जीवले जो मस्तिष्कमा सोचेको हुन्छ त्यो बन्नुपर्छ हामी हजुरको चिन्तनमा शरीर त्याग्छौं जति गोपी मर्छौं त्यति कृष्ण बन्छौं तर प्रभु यहाँ कहीं न कहीं जतिसुकै निष्ठुरीपन अहिले हजुरले देखाए तापनि यति ठाउँ त हाम्रा लागि छ जस्तो लाग्छ मनमा नि
र भोलिका दिनमा हुनसक्छ हजुरले पनि गोपीहरू यस्ता थिए बिचारा म प्रति यस्तो आत्मसमर्पित गरेका थिए, मेरा लागि प्राणै त्यागे भनेर हजुर पनि बिदा हुनुपर्छ। यसको मतलब के? यदि शास्त्र सही रहेछ भने हजुर बन्नुपर्छ गोपी, हामी बन्नेछौँ कृष्ण पालाको पैँचो। यति बेला त हामीसँग संख्या ठुलो छ, एउटीलाई पीर पर्दा अर्कीले सम्झाउँछौँ, नरौ यस्तै रहेछ भन्छौँ। तर त्यति बेला हामी कृष्ण बहुसङ्ख्यक हुनेछौँ अनि एक्लो गोपी हजुर हुनुपर्नेछ। विचार गर्नुहोस्, त्यति बेला रुँदाखेरि तपाईँलाई आँसु पुस्ने को खोज्नुहुन्छ? अनेक प्रकारले यसरी भगवानले ती गोपीहरूको परीक्षा लिएर, अभिभावक हो नि त, ईश्वर हो नि त, के था बा कसैको मन आफ्ना घरबाट अगाएको छैन कि, बा कसैको मन आफ्ना पशुधन गोधनमा अझै अतृप्त पो छ कि, वा कसैको मन आफ्ना मातामा लागेको छ कि, वा कसैको मन अहिले पिताबाट तृप्त भएको छैन कि, वा कसैको मन धन सम्पत्तिबाट अगाएको छैन कि। रहेन रहेछ अगाएको भने जाऊ न त बाबु, भोग गरेर आऊ फेरि, होइन? तर यी जब गोपीहरूले सबैतिरबाट हात खडा गरे, अब पछाडि नफर्किने अठोट गरेको जब भगवानले बुझ्नुभयो, प्रहस्य सदयम गोपी आत्मा रामोप्यरी रमत। मुस्कुराएर भगवान श्री कृष्ण आत्माराम भनेको छ, जो आफैमा रमण गर्नुहुने ईश्वर। किन? सर्वम विष्णुमयम जगत, यो सम्पूर्ण विश्व नै उहाँको रूप हो अनि उहाँसँग आफैसँग उहाँ रम्नुहुन्छ। भलै हेर्दा यो अलग अलग व्यवहार गर्दै गरेका हामी भिन्न भिन्न देखिए पनि हामी भित्र रहेको त्यो ईश्वर त एउटै हो नि त। बाहिरी नजरले भिन्न भिन्न लीला गरेको देखिए तापनि भित्री नजरले हेर्ने हो भने सबैबाट यो कार्य व्यवस्था गराउने त्यही जगदीश्वर हो। उहाँ आफैमा आफै रमण गर्नुहुने हो। यति बेला जब कामदेव आयो, भगवान श्री कृष्णले माथि हावामै झुन्डाइदिनु भएछ। गोपीहरू बडा प्रसन्न भए। वाह, आखिरी झुकाई छोडियो, होइन त? मान्दैन थिए, आखिरी मनाई छोडियो। अब त हामीहरूले जस्तो चाहन्छौँ त्यसरी कृष्णलाई नचाउँछौँ। गोपीहरूको मनमा अब यो मान अभिमान जसलाई भन्छ, हामी जस्तो चाहन्छौँ त्यस्तै गराउँछौँ, भगवानलाई हुन बाध्य गराउँछौँ। जस्तो आजभोलि बाध्य गराइँदो रहेछ कथा कथा कि सप्ताह गर्ने अनि चौथो दिनको नन्दोत्सवलाई पाँचौँ दिनमा आफ्नो रमाइलो गर्नका लागि मध्याहमा सबै भेला भएका बेला नाच्न रमाइलो हुन्छ भनेर त्यो बाध्य गराउन खोजियो। नीति नियमले एउटा थोक भनेको छ, हामी जबरजस्ती आफ्नो खुसीको लागि अर्कातिर बटारेर हुन्छ, राम्रो कुरा होइन। भरिसक्के यसमा परिवर्तन हुनुपर्छ। नहुनु भइसके पछाडि विधिसङ्गत तरिकाले भएको चाहिँ राम्रो हो नि त। त्यो बेकारमा जो विधिपूर्वक हिँड्दैछ उसलाई पनि शङ्कात्मक नजरले हेर्न बाध्य गराइएको रहेछ क्या समाजमा। यस्तो छरिसकेको भ्रम। जहाँ गोपीहरूको मनमा अभिमान आयो, एउटी गोपीको मनमा मान आयो भने तासाम तत सौभगमदम वीक्षमानं च केशव प्रसमाय प्रसादाय तत्रैवान्तरधीयत। त्यो मानलाई मर्दन गर्नको लागि, अभिमानलाई मर्दन गर्नको लागि, मानलाई राख्नको लागि भगवान त्यहाँबाट जो मान गर्ने भएकी गोपी थिइन् उनलाई लिएर अभिमान गर्ने भएका गोपीहरूलाई छोडेर भगवान अन्तर्हित भएर जानुभयो। अन्तर्हित भनेको के? भगवानको अन्तमा हित लुकेको छ, हित छुपेको छ। भित्र त हित नै छ नि त, यी सबैको कल्याण होस् भन्ने भावना छ। यहाँ सङ्केत कसलाई गरिएको, कुन गोपीलाई लिएर जानुभयो भन्दा महापुरुषहरू भन्नुहुन्छ, सिद्ध पुरुषहरू भन्नुहुन्छ, यी कोही अरू नभएर रासेश्वरी सर्वेश्वरी श्री राधा रानी। उहाँको मनमा मान भएको थियो, अन्य गोपीको मनमा अभिमान भएको थियो।
ती दुवै पक्षलाई साम्य गराउनको लागि भगवान त्यहाँबाट अन्तर्हित भएर जानुभयो। ती गोपीलाई साथमा लिएर, ती सर्वेश्वरीलाई साथमा लिएर। अन्तर्हिते भगवती सहसैव व्रजाङ्गना अतप्यं स्तमचक्षाणा करिण्य इव योथपम्। जहाँ भगवान त्यहाँबाट अन्तर्हित भएर जानुभयो, मानौ कुनै हात्तीको समूहबाट एक्लो हात्ती बिछोडियो, एक्लै भयो, आत्तियो, अतालियो, दुःख पायो, हो त्यस्तै गोपीहरूको दुर्दशा भयो। अरे अब बडा व्यथित भए, विचलित भए। बिना कृष्ण सोच्छन्, जसलाई भेट्छन् उनलाई कृष्णको विषयमा, तर सोध्दैछन् कसलाई? जसले उत्तर दिन सक्दैन त्यसलाई। एक प्रकारले को बोल्छ को बोल्दैन त्योसम्म होस गुमाइसकेका छन् अरे गोपीहरूले। तुलसीको बिरुवालाई गएर सोधेछन्, अरे तुलसी, तिम्रो त नामै तुलसी। तुलसी भनेको तु ना विष्णु ना लसते शोभते इति तुलसी भन्छ। जसको शोभा नै भगवान नारायणद्वारा बढाइएको छ, तुलसी। भगवान नारायण की, भगवान कृष्ण की अत्यन्तै प्रिया तुलसी। तुलसीको कारणले शालग्राम बन्नुभयो भगवान। श्रापित भएर शालग्राम बन्नुभयो, तर पनि उहाँलाई तुलसी चाहियो। जबसम्म तुलसी पाउनुहुन्न तबसम्म भोग स्वीकार्नुहुन्न। र शास्त्रमा केसम्म लेखिएको मैले पाएको छु भने शालग्रामको सेवा गर्नुहुने यहाँहरूले ध्यान राख्नुहोला, कहिले पनि तुलसी र शालिग्रामको बिछोड नगराउनु अरे। सिंहासनमा शालग्रामलाई विराजमान गराएर राख्दाखेरि पनि छेउमा तुलसी होस्, स्नान गराउन बस्दा पनि थालमा तुलसी होस्। तुलसी र शालग्रामलाई जसले अलग गरिदिन्छ, दाम्पत्य सुखबाट त्यो व्यक्ति वञ्चित रहनुपर्छ भने अरे। यो पुराणमा लेखिएको विषय हो। दाम्पत्य सुख उसले पाउन सक्दैन भने। तिमी त भगवान की अत्यन्तै प्रिया हो, के तिमीले देख्यौ न कृष्णलाई? कच्चे तुलसी कल्याणी गोविंदा चरण प्रिय सहत्वाली कुलैर्बिभ्रत् दृष्टस्ते ते प्रियोच्युत। माला पनि तिम्रै लगाउनुहुन्छ अनि ती भ्रमरहरूले त्यो आवाज दिन्छन् कृष्ण कता छन् भन्ने पक्कै तिमीलाई त थाहा हुनुपर्छ। कहाँ हुनुहुन्छ कृष्ण? के तिमीले देखेनौ? हावा चल्यो, तुलसीको बिरुवा हल्लियो, मानौ टाउको हल्लाउँदैछिन् तुलसीले, मैले त देखेकै छैन। अब एउटी गोपीले सक्तो गाली गरी, यस्तै पुड्कीलाई के सोध्नु हौ, यसले के देखियो नि? त्यही पनि देखे पनि यसले सुनाउँछ, यो त सौता जस्ती हो नि त हाम्री। उसले पनि कृष्णलाई चाहने, हामी पनि कृष्णलाई खोज्ने। देखे पनि यसले हामीहरूलाई भन्दिन साथी हो। र पहिलो कुरा त यसले के देख्थी यत्री यत्री डल्ली? अलि हाइट जसको छ त्यसलाई सोधौँ न। अलगा अलगा रुख बोट बिरुवा पिपललाई सोधेछ, अरे अश्वत्थ, के तिमीले देख्यौ कृष्ण कतै जानु भएको? त्यहाँ पनि सेम प्रोसेस अघिकै जस्तो हावाले पात हल्लाइदियो। मानु उनीहरूले सोचे हात हल्लाउँदैछ कि देखेकै छैन। जिन्दगीभरि तैँले यसरी नै छैन भनिराख्नु परोस् भनिदिएछ। देखि देखि पनि नभन्ने, जिन्दगीभरि यसै सोच। बट वृक्षलाई सोधे, त्यहाँ पनि हावाले पात हल्लाए। यसलाई त सोध्नु नि बेकार हो। यो पुरुष हृदय, अर्काको मनको पीडा यसलाई के थाहा? सोध्छन्, उत्तर पाउँदैनन्, रिसाउँछन्।
यतिसम्म हराएका यी गोपीहरू आफैलाई कृष्णसम्म सम्झिन थालेका छन्, लीला गर्न थाले। कोही गोपी पुतना बने, कोही गोपी कृष्ण बने। कृष्ण बनेका गोपीले पुतना बनेकी गोपीलाई लडाए। हिँड्छन्, हिँड्दाखेरि आफूलाई घोषित गर्छन् कि हेर हेर हेर, म हुँ कृष्ण, यता हो। अहो पश्य, हेर त मेरो हिँडाइ कृष्णको जस्तो छ कि छैन? मै हुँ कृष्ण। यसरी लीला अनुकरण गरे तर पनि भेटिएनन्। उता जसलाई लिएर जानु भएको छ एकान्तमा, ती गोपीको मनमा पनि कता कता अब अभिमानको बिरुवा पलाएछ। ओहो, मेरो मनको भाव बुझेर केशवले मेरा लागि अरू सबैलाई छोडेर मलाई मात्रै सेपरेटमा लिएर आउनुभयो भनेपछि कतिको मेरो चल्दो रहेछ त। मुखले बोलेको पनि होइन, मनमा सोचेको थियो। मेरो मन बुझिदिनु भयो कृष्णले। अब गएर भन्नुभएछ, ततो गत्वा वनोद्देशम् तृप्ता केशवमब्रवीत्, न पारयेऽहं चलितुम् नयमाम्यत्र ते मना। हे प्रभु, अब यहाँ भन्दा अगाडि म एक कदम पनि हिँड्न सक्दिनँ। एकदम म गले। जहाँ हजुरको लाने इच्छा छ त्यहाँ मलाई बोकेर लैजानुहोस्। हो, कुरो यो आयो अब। नो प्रब्लम, स्कन्धे आरुह्यताम इति। भगवानले शिर झुकाउनु भएछ, आउनुहोस् काँधमा चढ्नुहोस् न त। जहाँ सर्वेश्वरीले पाउ उठाउनु भयो, एवमुक्त प्रियाम आह स्कन्द आरुह्यतामिति, ततश्चान्तर दधे कृष्ण सावधो अन्वतप्यत। जहाँ गोडा उठाएर राख्न लागेको मात्रै के थियो, त्यहाँबाट पनि भगवान हराएर जानुभयो, अन्तर्ध्यान भएर जानुभयो, अन्तर्हित भएर जानुभयो। अब त यी पनि बडा दुखी भइन्, बडा विरह वियोगमा छटपटिन्, तडपिन्। उता गोपीहरू खोज्दै आए, यता यिनलाई तडपिँदै गरेको अवस्थामा भेटे, देखे। धेरै प्रकारले पुकार गरे तर पनि कहीँ कतैबाट कृष्णको अत्तो लागेन। अवस्था कस्तो भएको छ यी गोपीहरूको? तन मनस्का तदालापा तद्विचेष्टा तदात्मिका तद्गुणानि एव गायन्ति नात्मा गाराणी संस्मरु। कलर चेन्ज गरेको छ मैले। त्यहाँ पुगिसके पछाडि मनमा कृष्ण छन्, बाणीमा कृष्ण छन्, अनि सोचमा कृष्ण छन्, बोलीमा कृष्ण छन्, व्यवहारमा कृष्ण छन्। न आत्मा गाराणी संस्मरु। आफ्नो शरीरको पनि होस छैन रे गोपीहरूलाई कि म कहाँ छु, कसरी बसेको छु, कुन अवस्थामा छु, मैले भोजन गरेँ कि गरिनँ, मैले आराम गरेँ कि गरिनँ। होस छैन। सबै गोपीहरूले मिलेर एउटा सल्लाह गरे। अब हेर सखी हो, सायद यसरी खोजेर कृष्ण भेटिन्छन् जस्तो लाग्दैन। अब भगवान श्री कृष्णलाई प्यारो लाग्ने वस्तु के भन्दा, भगवान श्री कृष्ण सङ्गीतको प्रेमी, स्वयं आफू बाँसुरी वादक होइन न। जाउँ कालिन्दी किनारमा खुल्ला पृथ्वीमा गएर गाएर पुकारौँ। आउनुभयो कृष्ण, ठिक छ। आउनु भएन भने यो बेकारको भारी अब त्यही यमुनाको दहमा विसर्जन गरिदिने। यो जीव पनि प्राण बिनाको शरीर खोक्रो धेरै बेर घरमा राख्नु हुँदैन भन्छन्, खोलामा पुर्याइहाल्नु पर्छ अरे। त्यही भएर यसलाई पनि त्यहीँ छोडिदिने। यो सङ्कल्प लिएर ती गोपीहरूको 18 समूह कालिन्दी तटमा गएर विरह वियोगमा डुबेर अन्तर्मनदेखि भगवानलाई गाएर पुकारे, जसलाई गोपी गीत भनेर भनिएको छ। भागवतको 10म स्कन्धको 31 अध्याय। के भन्छन् गोपीहरू? आउनुहोस् केही श्लोक सुनौ, हामी पनि उनीहरूको
जयति तेऽधिकम् जन्मना व्रज श्रयत इन्दिरा शश्वतत्रये तद्रेष्यता दीक्षुता भका त्वयि धृता त्वां विचिन्वते शरदुदासये साधुजातस सरसिजोदर श्रीमुषादृशा सुरतनाथ ते अशुल्कदासिका वरदने ग्रतो नेह किं वद विसजलाप्यया व्यालराक्षसा वैद्युतानला विषमयात्मजात् विश्वतो भयात् ऋषभते वयं रक्षितामुः ऋषभते वयं रक्षितामुः। 19 श्लोक यो गोपी गीत का, जसमा 18वटा श्लोक एक समूहले एक श्लोक गाएको भन्नुहुन्छ अनि 19औं नम्बरको श्लोक स्वयं सर्वेश्वरी रासेश्वरी श्री राधारानीद्वारा उच्चारण गरिएको भन्नुभएको छ। के भन्दैछन् यी गोपीहरू यी श्लोकको माध्यमद्वारा? भन्छन्, ते जन्मना व्रज वैकुण्ठात् अपि अधिकं जयति। भनेको आज यो वृन्दावनलाई यो ब्रजलाई दुनियाँले चिन्छ, भलै नपुगेको होस् तर कानमा नाम चाहिँ पुगेको छ। प्रायः वृन्दावन त्यति प्रचलित भइसकेको छ। के यसमा वृन्दावनको कुनै महत्व छ? होइन। यदि हजुरले यो वृन्दावनमा लीला नगरेको भए आज यो वृन्दावनलाई कसले चिन्थ्यो? यदि मैले कुनै समय यो भागवतको साधना नगरेको थिएँ भने मलाई कसले यहाँ चिन्नुहुन्थ्यो र? आज यहाँ मलाई चिन्दै हुनुहुन्छ, त्यसमा मेरो महानता होइन, यो त भागवतजीको महानता। म उहाँसँग जोडिएको हुनाले नै यो ठाउँमा म आएको छु। नभए हुन्थ्यो होला म पनि कतै कहीँ केही गर्दै। वृन्दावनको आफ्नो महिमा होइन, यो त हजुरले आइदिएर यो वृन्दावनमा लीला गरिदिएको हुनाले यसलाई आज दुनियाँले चिनेको छ। बिचारा लक्ष्मी, जुन लक्ष्मी वैकुण्ठमा नित्य हजुरसँग निवास गर्छ, अभिमानको कारणले बिचारा यो वृन्दावनमा प्रवेश नै पाएको छैन। लक्ष्मी त यमुना पारी बस्नुहुन्छ, वृन्दावनबाट यमुना तरेर जानुपर्छ लक्ष्मी मन्दिर दर्शन गर्न जाँदाखेरि। किन? लक्ष्मी, अभिमान, धन
त्यो तो भक्ति को भूमि हो, प्रेम को भूमि हो। ये तो प्रेम की बात है उधो, बंदगी तेरे वश की नहीं है। यहाँ शरद के होते हैं सौदे, आशिकी इतनी सस्ती नहीं है। बने गुजरे सर रख कर तली पर आ जाओ, हसरत है जिन्हें कुछ पाने की। मेरे गोविंद को पाने के लिए कुछ कष्ट उठाए जाते हैं। त्यति सजिलै कृष्ण भेटिँदैन, केही न केही त कष्ट गर्नुपर्छ। तर लक्ष्मी भनेपछि ऊ भरिसके सुविधा सम्पन्न चाहने। अनि त्यो भनेको भोग भूमि होइन, त्यो भनेको त प्रेमको भूमि हो, भक्तिको भूमि हो। त्यही भएर लक्ष्मीजी पनि बाहिरै रहनुभयो, भित्र प्रवेश उहाँले पाउनु भएन। हे दैत, हे प्रियतम दीक्षु, एकपल्ट हेर्नुहोस् त, तावका वयम, हामी हजुरका हौं। तमस्टुक गराउनु छ कि ल्याप्चे लाउनु छ कि जहाँ लाउनु पर्छ, वी आर रेडी, तयार छौं। हामी हजुरका हौं। हिजोसम्म त हामीलाई लाग्थ्यो हजुर हाम्रो हो, हिजोसम्म। तर हजुरको यो व्यवहार देख्दाखेरि कता कता आज गएर अलिकति कन्फ्युज। हजुर हाम्रो हो कि होइन भन्न सकेनौँ। किन? यदि हजुर हाम्रो हुनुहुन्थ्यो भने हामीले चाहेको बेलामा यहाँ हुनु पर्थ्यो नि त, होइन र? हाम्रो त हामीले चाहँदाखेरि यहाँ हुनु पर्थ्यो। तर यहाँ हजुर हुनुहुन्न, हामी यत्रो खोज्दैछौँ भने पछाडि हजुर हाम्रो हो होइन त्यो विषयमा हामी पक्का भन्न सक्दैनौँ। तर ग्यारेन्टीका साथमा हामीहरू यो चाहिँ भन्न सक्छौँ, हामी हजुरका हौं। अजमाएर हेर्नुहोस्, हामी हजुरका हौं। तुम हमारे थे प्रभु जी, तुम हमारे हो, तुम हमारे ही रहोगे। ओ मेरे प्रीतम, हम तुम्हारे थे प्रभु जी, हम तुम्हारे हैं, हम तुम्हारे ही रहेंगे। ओ मेरे प्रीतम, शायद भ्रममा रहेछौँ कन्हैया। हिजोसम्म तुम हमारे हो भन्थ्यौं, तर होइन रहेछ क्या। तावका वयम, यो चाहिँ फेरि काहीँ कतै रत्ती भर पनि शङ्का नगर्दा हुन्छ, हामी हजुरका हौं। प्रभु, हजुर सोच्दै हुनुहुन्छ होला यिनीहरूलाई केही चाहियो है, त्यही भएर जङ्गल जङ्गल खोज्दैछन्, केही न केही डिमान्ड लिएर मेरो पछाडि दौडिएका होलान्। सरी, त्यस्तो होइन प्रभु। हामीलाई केही चाहिएर हजुरको पछाडि आएका होइनौँ। हामीलाई कुनै भोग्य वस्तु चाहिएको छैन सरकार। हामी त हाम्रो प्राणको पछाडि दौडिएका हौं। कृष्ण भनेको त गोपीको प्राण हो। त्वयि धृता असव असवः प्राणाः, हाम्रो प्राण हजुरमा बस्छ सरकार। अनि हामी त हाम्रो प्राण खोज्न पो आएका हौं त। हेर्नुहोस् न, शरदुदासये साधु जातस, सरसिजोदर
शरद ऋतुमा चारैतिर सरोवरमा सरसिज विकसित भएका छन्, यानी कि कमल फुलेका छन्। कति सुन्दर वातावरण बनेको छ। तर के छ, कहिलेकाहीँ त नि राम्रो वातावरण पनि मनमा ठेस पुर्याउँदो रहेछ जब प्रिय वस्तु साथमा हुँदैन। उदाहरण, परदेशमा गएको छोरो, बुहारी, नाति धेरै वर्ष पछाडि यो पालिको दशैंमा छुट्टी मिलाएछन्। नभए कहिले एकैचोटि अब छोराको फुर्सद हुँदा बुहारीको नहुने, बुहारीको हुँदा छोरो बिजी भइदिने, दुइटै हुँदा उता नातिको कलेजबाटले छुट्टी नदिने। यो पालि आउँछौँ भनेछन्, छुट्टी मिलाए। आहा, नौरथा पढाइयो जमरा राखेर, चण्डी पढाइयो, खुसी मनमा छ। प्लानिङ गरियो, सिड्युल बनाइयो, यति गते यहाँ टिको लाउने, यहाँ भेला हुने, अनि भोलिपल्ट यहाँ जाने, विथ फ्यामिली यो वर्ष मनाउने दशैं। सबै तयारी भए। बीचबीचमा फोन गरेर भिडियो कलर गर्नुभयो, ती कोठा हेर्नुभयो, के छ कसो छ, ती पनि भए। हुँदाहुँदै हुँदाहुँदै अष्टमी, अब आज त उडे उहाँबाट, बाहिरबाट उडे, काठमाडौँ ल्यान्ड गर्यौँ भन्ने खबर पनि भयो। तर अब सामान धेरै छ बा, हामीहरू गाडीबाट आउँछौँ बाई रोड है, नाइट लिन्छौँ, सजिलै आइपुगिहाल्छौँ नि। घरमा बडा खुसीको लहर छ। नाति उतै जन्मिएको हो नि त, उही फोनमा मात्रै देखेको छ, कहिल्यै उसलाई काखमा लिएको छैन। मन बडा उत्ताउलो भएको छ, फोनमा त जिस्किरहन्छ। अब साँच्चै आउँदा कस्तो हुन्छ। काठमाडौँबाट गाडी चढ्यौँ पनि भन्ने खबर आयो। तर अचानक अब त भोलि बिहान आइपुग्छन् होला, बेलैमा उठ्नुपर्छ भनेर सुत्यो। बिहान उठेर मोबाइल खोल्दाखेरि त समाचार आउँछ, तिर्सुलीमा गाडी हरायो। छोराको फोन नम्बर डायल गरिन्छ, लाग्दैन। बुहारीकोमा फोन लाग्दैन। भित्र चिसो भयो नभन्दै पत्तो गर्दै लगेको, फोन गर्दै लगेको त त्यही गाडी रहेछ जुन गाडीमा आफ्नै परिवार बसेका थिए। तिर्सुलीमा गए। अब भन्नुहोस् त्यो परिवारको हालत कस्तो हुन्छ होला। प्रत्येक वर्ष जमरा राख्दा त्यो परिवार खुसी हुन्छ कि दुखी हुन्छ? याद आउँछ कि आउँदैन होला? यो दशैं सबै रमाएका हुन्छन्, सबैको अनुहारमा मुस्कान हुन्छ, तर त्यो परिवारको आँखामा आँसु हुन्छ। त्यही दशैंले अरूको मनमा हर्ष जनाउँछ, हर्ष जन्माउँछ, तर सम्बन्धित परिवार रोएर बसेको हुन्छ। हो ठिक त्यस्तै प्रभु, चारतिर हरियाली छ, सुन्दरता छ, अनि प्राण धन कृष्ण साथमा नहुँदा त नि कता कता घोज्दो रहेछ सरकार, पीडा दिँदो रहेछ यो सुन्दरताले पनि। हामी त अशुल्क दासीका, निशुल्कका दासी हौ सरकार। हामीहरूलाई कुनै शुल्क चाहिएर हजुरको पछाडि दौडिएका होइनौँ। हरेक ठाउँबाट हाम्रो सुरक्षा गर्नुभयो, हामीहरूलाई बचाउनु भयो, आजका दिनसम्म डोर्याउनु भयो। कहाँ कहाँबाट बचाउनु भएन होला र? विष जलाप्ययात् व्याल राक्षसा वर्षमारुतात् वैद्युतानलात् वृषमयात्मजा विश्वतो भयात् ऋषभते वयो रक्षिता कालियाको विषबाट बचाउनु भयो। अनि इन्द्रको जल वर्षाबाट हामीहरूलाई बचाउनु भयो, मर्न दिनु भएन।
डढेलो लागेर चारतिरबाट घेरेको थियो हामीहरूलाई, त्यो अग्नि पिएर बचाउनु भयो। बडा बडा असुर राक्षस ब्रजमा आए। वृषभासुर आयो, बकासुर, अघासुर, कुन कुन असुर आए, सबैबाट बचाउनु भयो। अनि अहिले आएर आफ्नो विरह रूपी अग्निमा जलाएर मार्दै हुनुहुन्छ। के यतिका लागि बचाएको हामीहरूलाई? त्यति बेलै मर्न दिएको भए त यति बेला यो तडपिनु पर्दैन थियो होला नि गोविन्द। कता 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 यस्तो लाग्छ। हजुरको व्यवहार हेर्दाखेरि नि शङ्का लाग्छ प्रभु। न खलु गोपिका नन्दनो भवान, हजुर यशोदाको छोरो होइन कि जस्तो पो लाग्छ। किन? यशोदा यत्रो कठोर मनकी होइन, यशोदा त बडा कोमल मनकी हुन्। अनि त्यस्तो कोमल मन भएकी आमाको गर्भबाट यस्तो कठोर सन्तान कसरी जन्मियो होला? कुनै गोपीले भनिन्, सखी ठीक भन्यो, कृष्ण केवल यशोदानन्दन होइनन्। अनि को हुन् त? अखिल देहिनाम अन्तरात्मदृक् विखन सार्थितो विश्वगुप्तये। विखन सार्थितः ब्रह्मणा प्रार्थितः, ब्रह्माजी द्वारा प्रार्थना गरेर विश्वगुप्तये, यो विश्वको सुरक्षा गर्नका लागि अखिल देहिनाम अन्तरात्मदृक्, सम्पूर्ण देहधारीको अन्तरात्मामा बस्ने भएको त्यो परमात्मा हो कृष्ण। साधारण कोही यशोदाको छोरा होइन कृष्ण। सखी भन्छन्, गोपी तिमीले पनि सायद तिनै खनाल गुरुको पुराण सुने जस्तो छ। काम लाग्यौ न, तिमीलाई पनि लट्ठ्याएछ, झुक्क्याएछ। यदि जीव मात्रको भित्र बसेर हेर्ने त्यो साक्षी हुन्थ्यो भने के यति बेला यो हाम्रो पीडा देख्दैनथ्यो त्यसले? र यदि देख्थ्यो भने खै यहाँ हुनुपर्ने होइन र? हामी यसरी भित्रबाट रुँदा तडपिँदा छटपटाउँदा पनि यहाँ आउँदैन भने के को अखिल देहिनाम अन्तरात्मदृक्? साफ झुटो हो यो, नचाहिँदो कुरो हो यो। ल ठिक छ, मान्यौँ, हामीहरूको मनमा अभिमान भयो अरे है, जीव हौँ, अनजान हौँ हैन। सानो 3.5 वर्षको बच्चा थियो, बरन्डामा खेल्दै थियो, कप तल कप झर्यो, फुट्यो। अब के त्यसलाई देखको दे गर्ने गालामा? ऊ त अबोध हो, उसले जानेर गरेको होइन। हामी जीव हौँ, हामीमा त्यो सामर्थ्य छैन पूर्ण। हामी हुँदैनौँ जबसम्म जीव छौँ। जुन दिन पूर्ण हुन्छौँ त्यो दिन त जीव नै रहँदैनौँ। पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। तर जबसम्म त्यो पूर्णतामा हामी पुग्दैनौँ तबसम्म हामी अपूर्ण छौँ, अधुरा छौँ, जीव हौँ। सत्व रज तम यी तीनैवटा गुण हामी भित्र छौँ। हामी कोही गुणातीत हैनौँ। जुन कृष्णका पाउमा त्यो शक्ति छ, कालियाको विष वमन गराएको हिजो हामीहरूले सुनेको छ। यही त्यही चरणले एकपल्ट यहाँ हान्दिएको थियो भने यहाँ भित्रको विष चाहिँ जाँदैन थियो होला र। फणी फणार्पितम् ते पदाम्बुजम् क्रीणो कुचे सुन कृन्धिनीक्षयो प्रणतदेहिना पापकैशनम् त्रीणचरानुगौ श्रीनिकेतनम्। हजुर भनेको त कस्तो हुनुहुन्छ? प्रणत देहिनाम पापकर्षणम्।
जो देहधारी शरीरधारी मनुष्य हजुरको शरणागतिलाई स्वीकार गरेर शरणमा आउँछ। प्रणतानां शरणागतानां देहीनां जीवानां मानवानां पापकर्षणम। जो शरणागत भएर हजुरको शरणमा आउँछ उनीहरूको सम्पूर्ण पापहरूलाई त हजुरले हरण गर्नुहुन्छ त। के त्यसमा पनि क्वालिटी हेरिन्छ? हजुर त श्रीनिकेतन हो, लक्ष्मीको धाम हो। हजुरको चरण नै लक्ष्मीको धाम हो। अनि ती चरण एकपल्ट यहाँ छातीमा हाम्रो राखिदिएको भए के हामी भित्रको दुर्विकार निवारण हुँदैन थियो होला र प्रभु? यो किन पक्षपात? हेर्नुहोस् न, हामी त बडा दोधारमा झुन्डिएका छौँ। न मर्न नै सक्छौँ, न खुलेर बाँच्न नै पाएका छौँ। मर्नु र बाँच्नुको यो दोधारमा पुर्याउनु भएको छ हजुरले। मानौ भगवानले सोध्नुभयो, तिमीहरूलाई के मैले नमर भने छ र? कसैलाई आएर रोकेका छु मैले? मुखले नभने पनि कारण त हजुर नै हो हामीहरूलाई रोक्ने। कसरी? तब कथामृतं ताप्त जीवनं कविभिरीडितं कल्मषापहम् श्रवणमङ्गलम् श्रीमदाततं भुवि गृह्णन्ति ते भूरिदा जना भुवि गृह्णन्ति ते भूरिदा जना। तब कथा अमृतम। हजुरको कथा रूपी अमृत। अब आफै भन्नुहोस्, जसले अमृत पियो के त्यो मर्न सक्छ होला हजुरआमा? होला यस्तो? छ सम्भव? के हो के हो? पुरानो सुन्न आएका नि सुन्नुपर्छ है। दायाँ बायाँ भइदियो भने त त्यस्तो अस्तर हुँदैन, तर आँखैको अगाडि बसेर कानै खुसी धेरै गर्नुभयो भने चाहिँ फेरि साह्रै ठुलो डिस्टर्ब हुन्छ। र यो व्यवधान गर्नु भनेको ब्रह्म हत्या बराबरको पाप गर्नु हो। त्यस हुनाले भरिसक्के पुण्य गर्न आएका पापको भागी नबनौँ। एकपल्ट भनौँ राधे राधे। जसले अमृत पियो, यो म कुनै कपोलकल्पित कुरा गरेको होइन, देवी भागवत हजुरहरूले पढ्न सक्नुहुन्छ। लेखेको म देखाउन सक्छु, मैले बनाएको ग्रन्थ होइन, वेदव्यासद्वारा लेखिएका शब्द। म त भान्से हुँ हजुर, पस्किने ड्युटी मेरो हो। जसले अमृत पियो के त्यो मर्न सक्ला? सक्दैन नि। अनि हजुरको कथा अमृत होइन त? हामीले पान गरेको छ। हामी कोही निम्तो मान्न गएर गफ गरेर आएका होइन, हामी त कथामृत पान गरेका। अब भन्नुहोस्, मर्ने कसरी? जसले अमृत पियो त्यो मर्छ? मर्दैन। कस्तो हो त्यो कथामृत? तप्त जीवनम। संतप्त जो व्यक्ति छ उसका लागि जीवनदायिनी हो। स्वागत छ हजुरलाई। बडा मिठो प्रसङ्गमा यहाँको प्रवेश हुँदैछ। धन्यवाद छ यहाँको आगमनलाई। उहाँ पनि एउटा योद्धा हो सनातन धर्मको। सनातन धर्मको संरक्षणको लागि आहुति दिएर अगाडि बढ्नुहुने यी महान योद्धालाई यो भूमिमा स्वागत छ। धन्यवाद छ। तप्त जीवनम। संतप्त प्राणीको लागि जीवन बन्ने यो कथा हो। अनि
श्रवण मङ्गलम, सुन्दाखेरि नमिठो लाग्ने पनि छैन, सुन्दैखेरि मङ्गल गरिदिने। श्रीमत् आततम, लक्ष्मीको मदद्वारा व्याप्त यो चरित्र हो। ठुला ठुला विद्वानहरूले पनि स्तुति गरिएको हजुरको दिव्य कथा हो। र शास्त्रले भन्छन् यो धरतीमा सबैभन्दा ठुलो दानी यदि कोही छ, यो धरतीमा सबैभन्दा ठुलो यदि दानी कोही छ, त्यो हो जसले हजुरको कथाको दान गर्दछ। उसले त अमृत बाँड्यो, अमृत। अरू चिजले शरीरलाई पोषण मिल्छ, तर यो भगवत कथामृतले त आत्मालाई पोषण दिन्छ। जो चाहिँ दुनियाँमा खोजेर पनि नपाउने वस्तु, त्यो चिज। हे प्रभु, सायद हजुरलाई हामी दोहोऱ्याउँछौँ, एकपल्ट दोहोऱ्याउनु पर्ने बाध्यता भयो, हजुरलाई थाहा छैन होला। संसारी सम्पूर्ण सम्बन्धलाई तिलाञ्जली दिएर यहाँ आएका हामी हौँ हजुरका लागि। पति सुतान्वय पति सुतान्वय भ्रातृबान्धवा अति विलङ्घ्यते यच्युता गता गतिविधस्तवो गीतमोहिता गीतवयोषिता कास्त्यजेनिषे गीतवयोषिता कास्त्यजेनिषे। श्रीमान, संतान, घरबार, धन सम्पदा, यहाँसम्म आफ्नो जीवनलाई पनि वास्ता नगरेर हामी जङ्गलमा आएका छौँ सरकार। अनि सर्वस्व त्यागेर कोही शरणमा आएको छ, उसलाई त्यागिदियोस् कसैले, त्यो पनि हजुर जस्तो महान व्यक्तिले। के यो राम्रो कुरा हो गोविन्द? यत्ते सुजात चरणाम्बुरुहं स्तनेषु भीतासनै प्रियदधीमहि कर्कशेषु तेनाटवीमटसि तद्व्यथतेन किं स्वित् कूर्पादिभिर्भ्रमति धीर् भवदायोषां न। सर्वेश्वरी भन्नुहुन्छ हे गोविन्द, हजुरका ती कहाँ कोमल पाउ हामी हाम्रो यो कठोर वक्षमा राख्न पनि सशङ्कित हुन्छौँ। कहीँ हाम्रो यो कठोर छातीले हजुरका ती कोमल पाउमा पीडा नदियोस्। अनि हामीहरूबाट छुप्नका लागि तेन चरणेन अटवीम अटसी, ती कोमल पाउले यो जङ्गलमा जो भाग्दै हुनुहुन्छ नि, हजुरका पाउमा ढुङ्गाले घोज्छ, काँडाले घोज्छ। हजुरलाई त पीडा नहोला, तर हे जगन्नाथ नहसीदति, चोट हजुरलाई लाग्छ, पीडा यहाँ हुन्छ। किन?
यहाँ राखेका छौँ हामीहरूले हजुरका ती चरणलाई। योभन्दा धेरै आफूलाई चोटिल बनाएर हामीहरूलाई दुखी नगर्नुहोस् गोविन्द। इति गोप्य प्रगायन्त्य प्रलपन्त्यश्च चित्रधा रुरुदोषु स्वरं राजन् कृष्ण दर्शन लालसा। इति गोप्य प्रगायन्त्य प्रलपन्त्यश्च चित्रधा रुरुदोषु स्वरं राजन् कृष्ण दर्शन लालसा। तासाम् आविर्भूच्छौरे स्मयमान मुखाम्बुज पीताम्बरधर सगवे साक्षात् मन्मथ मन्मथ। इति गोप्य प्रगायन्त्य प्रलपन्त्यश्च चित्रधा। यसरी भावमा डुबेका गोपीहरू जब भित्रैदेखि टुटेर तडपिएर गाउँदै डाको छोडेर रोए। रुरुदु सुस्वरम राज। किन रुँदैछन्? के चाहियो यिनीहरूलाई? यिनीहरूलाई दुनियाँको अरू केही चाहिएको होइन, यिनीहरूलाई त भगवान चाहिएको। भनिन्छ, शास्त्रले भन्छन्, हामी उही हातमा तिलानी पानी पक्रेर म यता कार्य सिद्ध्यर्थे भन्दै खूब अनुष्ठान गरी टोपल्छौँ। तर यहाँ भित्र जब पग्लिएर यहाँबाट थोपो चुइन्छ नि जुन दिन, त्यो दिन हेर्नु होला कृष्ण तपाईँसँग बोलेनन् भने मलाई भन्नु होला। भावमा डुब्नुपर्छ, भक्तिमा डुब्नुपर्छ। जुन दिन हामी त्यसरी डुब्न सक्यौँ त्यो दिन हातमा तिलानी चाहिँदैन हजुर, आउँछ त्यो कृष्ण। तपाईले सोधेको कुरा तपाईको मनभित्रै उसले उत्तर दिन्छ। तर त्यो अवस्थामा आफूले आफूलाई पुर्याउन चाहिँ सक्नु पर्यो। आउनुभयो, त्यहाँ पनि आउनुभयो। तासाम आविर्भूत, तासाम गोपीनाम मध्ये कृष्ण आविर्भूत, प्रकट भएर पाल्नु भयो। पीताम्बरधारी भगवान श्री कृष्ण, सुंदर श्री विग्रह। जहां भगवान को प्रवेश भयो, जसरी निष्प्राण मृत शरीर में जब प्राण आउँछन्, एकैचोटि अंग प्रत्यंग कार्यरत हुन्छन्, आफ्नो आफ्नो काम गर्न थाल्छन्। आँखाले देख्न थाल्छ, कानले सुन्न थाल्छ, यी हातका औँला चल्न थाल्छन्। अघिसम्म प्राण थिएन, जबसम्म आँखा त थिए तर उनीहरूले आफ्नो काम गरेका थिएनन्। नाक त थियो, गन्ध थाहा पाएको थिएन। कान त थियो, शब्द सुनेको थिएन। तर प्राण आउने बित्तिकै एकैचोटि आँखाले देख्न पनि थाले, कानले सुन्न पनि थाल्यो, नाकले सुँग्न पनि थाल्यो। जसरी एक एक इन्द्रिय एकैचोटि उठेर आफ्नो आफ्नो काम गर्न थाल्छन्, ठीक त्यसरी नै भगवान श्री कृष्ण त्यहाँ प्रवेश गर्ने बित्तिकै सम्पूर्ण गोपीहरू उत्तस्थु एकैचोटि उठे अरे। मानौ कसैले भित्ताको स्विच थिचिदियो, हलमा लगाएका 12वटा पंखा एकैचोटि घुम्न थाले, अलग अलग होइन, एकैचोटि। उत्तरीय वस्त्र म ओढ्ने मजेत्रो कृष्णलाई ओछ्याइयो आज। बडा सहज भावले गोविन्द त्यो उत्तरीय वस्त्रमा बस्नु भयो।
यो साधारण होइन। ऋषि मुनि योगी जनहरूको चित्त रूपी आसनमा जो अट्दैन बस्दैन हत्तपत्त, आज गोपीहरूले ओढेको मजेत्रोमा ऊ बसेको छ। बडा सरल। कोही गोपी मानौ प्रेम सम्रम्भ बिउभला भनेको छ। प्रेमले रिसाएकी कसो गर्दै छिन् अरे, तल्लो ओठ दाँतले टोक्या छिन् अरे, अनि भ्रेकुटी यसरी बङ्ग्याकी छिन् अरे। आइब्रो मानौ आँखैले गाली गर्दैछ। यत्रो बेर नआएर अहिले चाहिँ के खान आएको? नआउनु नि मनले प्रेमको कोप। एउटी गोपीले त के गरिन् अरे, हेरिन् 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 हेरिन्, आँखा झिमिक नगरिकन हेरिन्, एकोरो हेरिन्, अनि हतार हतार आँखा चिम्लिन्। यिनले चाहिँ के गरिन्? जस्तो मान्नुहोस् यो मेरो हातको फुल, यसलाई हेर्नुहोस्। अब आँखा चिम्लिनुहोस् त यो फुल तपाईँको भित्र छ कि छैन? यहाँ बाहिर हेरौँ अनि आँखा चिम्लियौँ, जस्तो यो फुल त्यस्तै यहाँ भित्र हुन्छ नि, हैन? आँखाको माध्यमले बाहिरी वस्तुको हामी फोटो खिच्छौँ, त्यो फोटो यहाँ भित्र जान्छ। त्यो गोपीले पनि कृष्णलाई आँखाको माध्यमले भित्र लगी। जहाँ कृष्ण भित्र जानुभयो हतार हतार ढोका थुनिन्। अब हेरौँ त कसरी निस्केर जाँदो रहेछ। जिन्दगी भरिभरमा आँखा खोल्दिन र कृष्णलाई बाहिर भाग्न म दिन्न। बंसी बारे साबरो पलक ढाक तो हेले, नाम देखो और को ना तो है देखन देऊ। मलाई त हेर्नु छैन यो स्वार्थी दुनिया। बेकारमा फसाउने काम मात्रै यो दुनियाँले गर्दिन्छ। जिन्दगी भरिभरि आँखा चिम्लिन्छु तर तिमीलाई पनि अब भाग्न दिएछु त के? सूरदास जसको बाहिरी नेत्र नै थिएनन् तर प्रतिदिन कृष्णको दर्शन गर्ने, यी बाहिरी आँखाले त अलमल्याउनेको काम गर्दा रहेछन् त हामीहरूलाई। साँच्चै भगवानको दर्शन गर्नु छ भने त नि ज्ञानको नजरले यहाँ भित्र हेरौँ त त्यो कृष्ण यहाँ मुस्कुराउँदै गरेको भेटिन्छ कि भेटिँदैन? आज अभ्यास गर्नुहोस्, भोलि अभ्यास गर्नुहोस्, पर्सि अभ्यास गर्नुहोस्, भेटिन्छ, पक्कै भेटिन्छ। खोज्नु चाहिँ पर्छ। यसरी संवाद आपसमा गरेर अब गएर भगवान श्री कृष्णले जसरी, यहाँ उदाहरण कस्तो मिठो दिनुभएको छ। एवं परिस्वङ्गकरा विमर्श स्निग्धे क्षणोद्दामविलासहासै मे रमेशो ब्रजसुन्दरीभिर् यथार्भकस्व प्रतिबिम्ब विभ्रम। यथा जसरी अर्भक बालक प्रतिबिम्ब आफ्नो छायालाई हेरेर रमाउँछ। ठुलो ऐनाको अगाडि सानो बालक बसेर उसँग खेल्छ आफ्नै छायासँग, हैन? त्यो ऐनामा जो देखिँदैछ अर्को बालक सम्झेर उसँग जसरी खेल्छ, रमाउँछ, नाच्छ, ठीक त्यसरी नै कृष्ण रूपी ईश्वर गोपी रूपी जीवहरूसँग त्यो आफ्नै छाया हो नि त, आफ्नै अंश हो नि त, उसँग रमाउनु भयो अरे। उनीहरू प्रत्येक गोपीसँग भगवानले दो दो गोपी विच विच माधव भनेको छ। दुई गोपीको मध्य एक कृष्ण प्रकट भएर दिव्य महाराज। यति बेला भोलेनाथ पनि जानुभएको थियो अरे।
गोपी बनेर है तर है पार्वतीसँग मेकअप गरी मागेर नि घुम्टो ओढेर साडी लगाएर कसैले सोधिहाल्यो भने भनिदिनु है मेरो नयाँ साथी हो माइती गाउँ कि भनेर हैन प्लानिङ गरेर आउनुभयो अरे अब भगवानबाट छुप्न को सक्छ कोही लुक्न सक्छ देख्नुभयो कृष्णले बजाउनु भयो बाँसुरी हराउनु भयो भोलेनाथ कताको घुम्टो कहाँ पुगो पुगो थाहा छैन बाँसुरीले पहिल्यै घुम्टो उडाइदिएछ तर पनि उहाँको भावनाको कदर गरेर भगवानले गोपेश्वर नामले स्वागत गर्नुभयो दिव्य त्यो रासमा भोलेनाथहरू पनि सामेल भएर आज पनि वृन्दावनमा सायद मलाई लाग्छ दुनियाँको एउटै मन्दिर हो शिवालय जहाँ भगवान शङ्करजीका लागि साडी चुरा चढाइन्छ शङ्करजीका लागि अब साथमा गौरालाई सम्झेर पार्वतीलाई सम्झेर चढाउनु त्यो अलग विषय हो तर त्यहाँ चाहिँ स्वयं भगवान शङ्करजीलाई साडी चुरा चढाइन्छ गोपेश्वर एक दिन वो भोले भंडारी बन करके ब्रज नारी वृंदावन आ गए वृंदावन आ गए हैं पार्वती भी मना के हारी ना माने त्रिपुरारी वृंदावन आ गए हैं वृंदावन आ गए हैं मिठो भजन छ तर अब हामी अलिक ग्याप लामो भएको कारणले एउटा हाम्रैतिरको चाहिँ भजन गाउँछौँ यो उतातिरको भजन अरू कुनै बेला हामी सुनाउँछौँ सबैले आनन्द लिने गरी यसरी दिव्य रासको चर्चा गर्दा गर्दै परीक्षितले बीचमा अलिकति तगारो लगाइदिए एउटा प्रश्न उठाए हानि कस्तो गुरुदेव परीक्षित भन्छन् हेर्नु है संस्थापनाय धर्मस्य प्रशमाय तरस्य च अवतीर्णो हि भगवान् अंशेन जगदीश्वर के भगवान धर्मको स्थापना गर्न यो दुनियाँमा आउनु भएको होइन र हो अनि धर्मको स्थापना गर्न भनेर यो दुनियाँमा आएर रात्रिको समयमा परदारा विमर्शनम अर्काकी श्रीमतीहरूलाई जङ्गल जङ्गल घुमाउनु के यो धर्मको स्थापना गरेको हो सुखदेवजीले धेरै सोचेर मनमा विचार गर्नुभयो अरे कसैले 12 वर्षसम्म तै सिधा हुन्छ कि भनेर ढुङ्ग्रामा हालेको थियो अरे के एउटा चिज नि है 12 वर्षसम्म तै सिधा हुन्छ कि भन्ने रहरले नि पछि सडक निकालेको स्लो मोसन क्यामेरा गरियो अरे नि निकालेको त यसो भयो अरे ठ्याक्कै त्यस्तै भएछ यहाँ यो कुनै शरीरको लीला होइन भनिवरी थालेको थियो नि अघि सुरुमा फेदमा यो त आत्मा र परमात्माको लीला हो के मान्छे मर्दा शरीरै जान्छ आत्मा जाने हो नि त शरीर त त्यहीँ रहन्छ त्यो ईश्वरलाई शरीरसँग कुनै सम्बन्ध छैन मतलब छैन चाहे नारी होस् चाहे पुरुष होस् चाहे कीट पतंग जेसुकै किन नहोस् ईश्वरको सम्बन्ध भनेको त आत्माको हो ईश्वर भन्दा पर त यो दुनियाँमा के छ केही त छैन जति यो विश्व ब्रह्माण्ड छ त्यो ईश्वर भित्रै रहेको छ त्यसो हुनाले यति विस्तार रूपमा भूमिका बनाएर सम्झाउँदा पनि यदि बुझेनन् भने अब यो भन्दा धेरै घाँटी दुखाउनु बेकार छ किन कुनै महत्त्वपूर्ण चिज मूल्यवान वस्तु कुनै मूर्खका हातमा अथवा अज्ञानीलाई दिँदैछ भने त्यसको अपमान मात्रै हुन्छ त्यसो हुनाले यो महत्त्वपूर्ण लीलालाई यो भन्दा अगाडि उहाँले वर्णन गर्नु भएन त्यही भएर श्रीधर स्वामीजी यो भागवतका वरिष्ठ टीकाकार हुनुहुन्छ श्रीधर स्वामी हुनुहुन्थ्यो जसले साधनाको दममा अक्षर नचिनेका भनेको छ नपढेका श्रीधर नाम गरेका एकजना व्यक्ति जो चाहिँ जङ्गलमा जन्मिएका हुन् है उहाँका माता पिता तपस्वी दुईजनै जङ्गलमा जन्मिए जन्मिने बित्तिकै आमा बितिन्
ती पिताले सोचे अब यो बालक सम्हाल्नु कि मैले के गर्नु, यो जङ्गलमा आफ्नै भरोसा छैन। फेरि मनमा सोच्नुभयो, अरे ओ तपस्वी, जति बेला यो बालक गर्भमा थियो त्यति बेला कसले यसको रेखदेख गर्थ्यो? जसले गर्भभित्र यसको सुरक्षा गर्यो के त्यसले यहाँ बाहिर गर्न सक्दैन? अनि के म टाउको दुखाउनु भनेर ती बालकलाई राखिदिएर चल्दिएछन् बा। नृसिंह भगवानको उपासना गर्ने ती उनका पिता उनको भगवानप्रति त्यो भरोसा देखेर बडो विशाल सिंह आएर छेउमा बसिदिएछ त्यो बालकको नि। अब सिंह छेउमा आएर बसेपछि अरू कुनै जीव त्यहाँ आउने कुरो आएन। संयोग त्यो देशको कुनै धनाढ्य व्यक्ति शिकार खेल्दै जाँदाखेरि सिंहलाई देख्यो, ऊ आफू डराउँदै थियो तर सिंहले उसँग डराएको नाटक गरेर त्यहाँबाट भागेछ। ओहो, जहाँ सिंह बसेको ठाउँमा गएर हेर्छन् बालक छ, ऊ रहेछ निसन्तान। लु मलाई भगवानले प्रसाद दिनुभयो, यो जङ्गलमा बालक छ, सिंह छेउमा बसेको थियो, जीवित छ, खाएको छैन। यसरी उहाँको जन्म भएर उहाँ हुर्किनु भएको नृसिंहको सेवक सानैदेखि। अनि उहाँले जो भागवतको चर्चा गर्नु भएको छ, भागवतमा टीका लेख्नु भएको छ, यहाँ के लेख्नुहुन्छ भने व्यासो वेत्ति सुको वेत्ति। व्यासले जुन कुरा बुझे, सुखदेवले जुन कुरा बुझे, राख्यो वेत्ति न वेत्ति बा। परीक्षितले बुझे कि बुझेनन् म भन्न सक्दिनँ, किन यदि भागवत परीक्षितले बुझ्थे भने यहाँ यो श्लोक हुँदैन थियो। कृष्णको विषयमा, त्यो ईश्वरको विषयमा परदारा विमर्शनम यो शब्द यहाँ अट्दै नथ्यो। जब यो शब्द यहाँ लेखियो, उनले बोले भनेपछि तिनले भागवत बुझे जस्तो मलाई लागेन भन्नुहुन्छ। तत् सर्वम श्रीधरो वेत्ति, श्री नृसिंह प्रसादत। तर सबै कुरा श्रीधरलाई भन्न सक्छ, किन भगवान नृसिंहको कृपा प्रसादद्वारा भनेर उहाँ आफ्नो आत्मविश्वास प्रकट गर्नुहुन्छ। आउनुहोस् एउटा रासको मिठो भक्ति भजनमा हजुर हामी आनन्दित बन्नेछौँ। समयले लगभग मध्यान्हतिर हामीहरूलाई जोड्न खोजिसकेको छ। यहाँहरू कोही पनि अल्पाहार ग्रहण गर्नबाट वञ्चित नरहिदिनु होला, सबैले अल्पाहार स्वीकार्नु हुने। अनि पुनः विवाह आज यहाँ भगवान श्री कृष्णको रहेको हिजै सूचित यहाँहरूलाई गरिसकिएको छ। सम्भव भएसम्म यथासमय रहेर विवाहमा सामेल भएर अनि मात्रै हामी गन्तव्यतिर जानेछौँ। आउनुहोस् त मिठो भक्ति भजन। रास बिहारी भगवानको जय होस्। वृन्दावनको पाखामा बाँसुरीको भाकामा, वृन्दावनको पाखामा बाँसुरीको भाकामा हामीलाई डाकेर, हामीलाई डाकेर रासत खेलौँ हाँसेर, रासत खेलौँ हाँसेर। संसारलाई मोहित पार्ने बाँसुरी बजायो, संसारलाई मोहित पार्ने बाँसुरी बजायो। अहिले जस्तो लागेर, साँच्चै नै अहिले जस्तो लागेर रासत खेलौँ हाँसेर, रासत खेलौँ हाँसेर। वृन्दावनको पाखामा बाँसुरीको भाकामा, वृन्दावनको पाखामा बाँसुरीको भाकामा हामीलाई डाकेर, हामीलाई डाकेर रासत खेलौँ हाँसेर, रासत खेलौँ हाँसेर। जय हो राधे।
बाँसुरी त्यो सुनेपछि बाँसुरी त्यो सुनेपछि मोहमाया त्यागी रस खेल्न भनी आयो घरैदेखि भागी रस खेल्न भनी आयो घरैदेखि भागी अहिले जस्तो लागेर साँच्चै नै अहिले जस्तो लागेर रस त खेलौँ हाँसेर रस त खेलौँ हाँसेर वृन्दावनको पाखामा बाँसुरीको भाकामा वृन्दावनको पाखामा बाँसुरीको भाकामा हामीलाई डाकेर रस त खेलौँ हाँसेर रस त खेलौँ हाँसेर। श्याम सुन्दर भगवानको लहर। मथुरामा गोपी सबै मथुरामा गोपी सबै गोरस बेच्न जान्थे कृष्णजीले बाटो छेकी खुसी खुसी खान्थे कृष्णजीले बाटो छेकी खुसी खुसी खान्थे अहिले जस्तो लागेर साँच्चै नै अहिले जस्तो लागेर रस त खेलौँ हाँसेर रस त खेलौँ हाँसेर वृन्दावनको पाखामा बाँसुरीको भाकामा वृन्दावनको पाखामा बाँसुरीको भाकामा हामीलाई डाकेर रस त खेलौँ हाँसेर 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 रस त खेलौँ